हाई गाइस गुड इभिनिङ प्रवीण गुरुङको तर्फबाट आज चाहिँ म तपाईँलाई मुम्बईको चक्रवर्ती शिवाजी चक्रवर्ती इन्टरनेसनल एयरपोर्टको केही झलकहरू दिँदैछौँ मसँग सँगै घुम्नु है दाल अहिले डिपाचरहरू चलिरहेको छ यता चाहिँ 48 नम्बरदेखि 53 नम्बरसम्मको गेटको डिपाचरहरू चाहिँ सबै यही हो एयरपोर्टहरू कति डेभलप भएछ इन्डियातिर तर नेपालतिर हाम्रो नेपालमा अझै पनि हुन बाँकी छ बिस्तारै हुँदै पनि छ हुन पनि राम्रो हो तर इन्डियाको भने हर ठाउँमा चाहिँ हरेक एयरपोर्टको चाहिँ अलग अलग कल्चरहरू चाहिँ देख्न सक्यौँ हामीले यहाँ चाहिँ सबै फुड कोर्ट एयरपोर्टको ड्युटी फ्रीहरू जब हामी डिपाचर र बोर्डिङ कार्ड लिएर आउँछ र वेटिङ सेटिङमा परेन खानु पर्दैन यही ठाउँतिर बसेर हामी खाना खाँदै यहाँ मान्छेहरू अर्डर गरिरहेका छौँ यहाँतिर सबैजना आफ्नो सुरमा छ नेटहरू सबै यहाँ एभाइलेबल हुन्छ त्यसको लागि आफ्नो बोर्डिङ कार्ड र पासपोर्ट स्क्यान गरेर एउटा टोकन आउँछ त्यो टोकन निकालेपछि तिनीहरूको लागि आरामसँग नेट हामी बात गर्न सकिन्छ भनौँ न जहाँ चाहिँ यो सबै फुड कोर्ट हो मुम्बई इन्टरनेसनल एयरपोर्टको चक्रवर्ती एयरपोर्ट मुम्बई शिवाजी चक्रवर्ती इन्टरनेसनल एयरपोर्टको फुड कोर्ट एन्ड ड्युटी फ्री जस्तै मोबाइल सोबाइल हिँड्न सकिन्छ तपाईँले जे चाहिन्छ त्यो सबै कुरो पाइन्छ गाइज जस्ट यहाँको लागि हामीलाई खालि पैसा चाहियो पैसा छ भने सबै पैसा छ त्यसको लागि हामीले मेहनत गर्नु पऱ्यो यता यहाँ लुगाहरू छ यहाँको ट्रेडिसनल लुगाहरू होला सब पक्कै पनि मुम्बई एयरपोर्टको अनि यतातिर लगेजहरू छ लगेजहरूको प्राइस हेर्ने भने लुगाहरू चराउँछ हो गाइस यतातिर सबै घर पनि तपाईँहरूले केही चाहिन्छ त्यो सबै पाइन्छ नेटहरू हिँड्न निकाल्ने बोर्डिङ गर्ने बोर्डिङ र पासपोर्ट गरेपछि नेट आइन्छ यो सबै एयरपोर्टको सिनहरू हेर्नुहोस् कस्तो देखिरहेको छ तपाईँहरूले मजाले भिडियो गर्नुहोस् एयरपोर्टको मजा लिनुहोस् यो मान्छेहरू वेटिङ गरिरहेछ आफ्नो सुरमा हेरिरहेको छ सबैजना कुरिरहेको एयरपोर्ट बवाल छ साथीहरू यो एयरपोर्ट पनि कम्ती छैन विदेशकै झलकहरू आइरहेछ यो हेर्दाखेरि पनि अगाडि मैले अहिले हाल्थेँ केएफसी बाजे हो 65 वर्षको उमेरमा चाहिँ उसले आफ्नो ब्रान्डलाई गएर उसको बुढाको चाहिँ राखिरहेको छ मान्छेहरू बसिरहेको छन् आफ्नो फ्यामिलीहरूसँग कुरो गरिरहेका छन् होइन कमाउनु पऱ्यो अब यताउता गएर धेरै भएन बसेर बिहे गरेपछि छोराछोरी पाल्नु पऱ्यो छिमेकीहरू अनुसार चल्नु सक्नु पऱ्यो अहिलेको मोडर्न जमानामा के आएको छ त्यो अनुसार ह्यान्डल गर्न सक्नु पऱ्यो त्यस कारणले सबैजना आफ्नो उसमा छन् एजुकेसनमा काम गर्नेहरू यो वाचहरू सबै वाचको ब्रान्ड लक्जरी टेम्प्लेट हर किसिमको उयोहरू चाहिँ छ बाइकको पनि रहेछ लट्टेको अनि घडियाहरूको भइहाल्यो सबैजना नानीहरू उसमा भिडियो भइरहेको छ मालाहरू भइरहेको छ के हो अद्भुत अर्नामेन्टहरू गइरहेको चाहिँ भइरहेको फर्स्ट मलाई त्यही चाहियो पैसा चाहियो पैसा त्यस्तो छ मुम्बईको केही त्यो पनि आध्यात्मिकहरू छन् भगवान्प्रति आस्था राख्नेहरूको लागि भगवान्को मूर्तिहरू तयारी अवस्था गरिरहेको अवस्था जसलाई चाहियो लोकल सोकल चाहिएको चाहिँ यहाँ छ ग्रान्ड क्रू क्लब भन्ने ठाउँमा चाहिँ ल्यायो भने तपाईँहरूलाई ग्रान्ड क्रू क्लबमा के छ भन्दाखेरि यस्तो छ 8,000को बोतल एक बोतललाई 8,000 1800
काठमा दिइरहेको सजाएर यो बोतलहरू मजाले आयो सजाएर सबैको आँखा हिँडिजान्छ के भन्ने राख्यो भने छोडेर बच्चीहरूले हुनै पऱ्यो त्यहाँ खाएर चिल हुनै पऱ्यो होइन त्यसको लागि चाहिँ यहाँ छ फेरि चिल हुनु सानो सानोहरू सिकेको उसको सानोहरू चाहिन्छ भने चाहिँ यहाँ छ फेरि त्यो डेकोरेसनहरू यस्तो छ हजुरहरू चक्लेटहरू डबल ब्ल्याक लेभललाई 4268 बोतलको काम सानाहरू बनाउनको मान्छेहरू अब जानु भएको छ त्यहाँबाट आएर चेक गरेर यहाँको एन्ट्री हुँदैछ गतिविधिहरू यस्तो छ हुँदै घुमायो हजुरहरू मजा लियो होला मेरो साथमा मुम्बई एयरपोर्टको झलकहरू हेरेर देखिरहेको नदेख्नेहरूले अझै देखिँदा भन्नु यस्तो टाइपको छ र सबैजना चाहिँ इन्जोय गर्नु होला मेरो भ्लग हेरेर मन परेन सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला नेपालको बाख्रो भन्दा बोलेछ अब म तपाईँहरूलाई सोरोसीतिर लाँदैछौँ चस्माहरू गाह्रो ओभरमा चस्माहरू एउटा चस्मा नेपाल 15 दिन 20,000 मिनिमम त्यसमा जहाँ पनि बराबरमा कस्तो कस्तो लाग्यो तपाईँहरूलाई मुम्बई एयरपोर्टको भ्युज यसको यहाँ ट्रान्जिट परेको थियो 2-3 घन्टा 2-3 घन्टा ट्रान्जिटमा चाहिँ युटिलाइज गरौँ भनेर यो समयमा तपाईँहरूलाई मलाई पनि टाइम पास भयो भने तपाईँहरूले पनि के अरे हेर्न मन लाग्ने कुराहरू नदेखेका नचिनेका कुराहरू देखाइदिउँ के हो कमेन्टमा आज अरू इम्प्रुभ हुने कुराहरू आउँछ कि भनेर सानो मिनी भ्लग बनाएको छ प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला अहिले मन पऱ्यो खण्डमा मेरो चाहिँ छेउको रहेछ लेदरको सामानहरू चाहियो भने यहाँ छ कृष्ण
यो जग्गाहरू छ है भने डिजाइनहरू बराबर डिजाइन छ यहाँ बस्नुलाई अद्भुत डिजाइनहरू गरिरहेको छौँ टेक्छौँ स्प्रे हेरिहाल्यो हजुरहरूले बर्गर किङ हेरेर इन्जोय गर्नु होला बर्गर किङ कस्तो छ काकाहरू कस्तो छ पैसा खरडी लाग्यो जस्तो छ सबैजनालाई बर्गर किङतिर कोही पैसा खाएको देखिँदैन मन लाग्यो पानी पिउनलाई यस्तो बनाइदिएको छ नेपालमा पनि छ छन् त तर स्पेसल नेपालमा चाहिँ मिनरल वाटर नै युज गरिरहेको छ यहाँ चाहिँ अटोमेटिकली फिल्टर गरेर राखिदिएको छ पानीको वाटर ड्युटी फ्रीको मेटेरियलहरू देख्न सकिन्छ तपाईँहरूले रक्सी बोलाउने त पनि देख्न सकिन्छ उता पनि थियो यहाँ पनि छ गोवा त्यही भएर रक्सी पिउनु मन लाग्छ भने साथीहरू सम्पर्क गर्नु होला भन्दै मेरो मिनी भ्लग यतिमै अफ गर्न चाहन्छु अब म पनि बोर्डिङतिर प्रस्थान हुनुपर्ने अवस्था छ बोर्डिङतिर प्रस्थान हुनुपर्ने अवस्था छ त्यही भएर यदि तपाईँहरूलाई मुम्बई एयरपोर्टको भिजाहरू मन परेको छ भने कमेन्ट गरिदिनु होला अर्को पालिमा मैले फेरि अरू ठाउँको उहरू कभर गर्नेछौँ जहाँ जान्छ त्यहाँतिर यो चक्रवर्ती शिवाजी चक्रवर्ती मुम्बई एयरपोर्टको हो भने अब फेरि अन्दाजतिर बनाउनु एयरपोर्टको मजाले सोध्न सकिन्छ यहाँ कोलंबो बंदरगाह की को जाने वाली श्रीलंकन एयरलाइंस की उड़ान 144 अब गेट 70A से यति गर्दै लाइक कमेन्ट सेयर मलाई म पनि अब यो ब्लगबाट बिदा भएँ धन्यवाद साथीहरूलाई सबैलाई बाई गुड नाइट सी यु टुमोरो ओके भन्दै प्रवीण गुरुङ पनि आजको ब्लगबाट बिदा हुन चाहन्छु धन्यवाद